अब म पनि मोरल अफ डे लिङ्गेसनका आई फिल्म कता हुँदैन थ्याङ्क यू ओभनहरू चाहिँ हाम्रो भरियो यो दुईटा चाहिँ बिस्तारै भ्लग बनिरहेछ यहाँ हाम्रो पनि ब्याग त छ म चाहिँ परियो म चाहिँ हेलो गाइज अनि त्यस्तो गर्नु त्यही त अनि हौ कस्तो न खालि यिनीहरू बोल्नै दिँदैन अनि आजको हाम्रो यो भ्लग चाहिँ म आजको हाम्रो गेस्ट भन्नु नै परि अनिस्मा सिप्तुङलाई म ह्यान्डओभर गर्न गइरहेको छु धन्यवाद थ्याङ्क यू अनि हामी चाहिँ धेरै पछि भ्लग बनाइरहेको छौँ किनभने अनि के भन्छ नाइ के म भन्छु के अनि त्यसपछि किनभने हामी चाहिँ फाल्टै ठाउँमा थियौँ नि त सबैजना 4 जना अनि त्यसपछि हामी चाहिँ भ्लग चाहिँ मेन रिजन बनाउनुको भनेको चाहिँ हाम्रो मेमोरिज रहोस् भनेर त्यही भएर आज चाहिँ हामी 4 जना रियुनियन भइरहेको छ त्यही भएर म यो भ्लग बनाउँदैछु किनकि यो चाहिँ बिसिका दिदीको च्यानल ल हाई भनिदिनुहोस् हाई अस्मिन अघिदेखि के बोल्ने भन्दै त बोला न हामी चान्स दिँदैनौँ अहिले चाहिँ हामी देमार्गोमा जाँदैछौँ अनि दिदीहरूले हिजो मात्रै आइपुग्नु भएको अनि त्यसपछि दिदीहरूको सामानहरू देमार्गो पुऱ्याइदिनु छ त्यही भएर हामी जाँदैछौँ एकछिनपछि भेटौँला भाइ तिमी कता हिँडेको गाउने भाइ गाउने भाइ तिमी चाहिँ कता हिँडेको औ बहिनी तिमी चाहिँ हजुर थाहा छैन र म चाहिँ यो 3टा गाउँलेहरूलाई लिएर हिँड्दैछु हामीले चाहिँ कति बेर गाडी पर्खेपछि बल्ल गाडी पाएको छ अनि दाजुहरू चाहिँ पछाडि बसेर देखेँ मैले देखाइदिएको गयो फर सम रिजन होइन देखेन त्यहाँ अङ्कलले टाउपछि बसेको अनि हामी चाहिँ बानेश्वर आइसक्यौँ हामी चाहिँ गाडीबाट झरिसकेको छौँ अनि अहिले चाहिँ हामी देमार्गोमा जाँदैछौँ रुम पुग्न आँट्यौँ त्यति हो अनि त्यसपछि हामी चाहिँ अहिले देमार्गोमा आइसकेको छौँ हाई गर हेलो हाम्रो करेन्ट पाक्दैछ अनि अहिले भर्खरै चाहिँ के भयो भने नि हामी चाहिँ खासमा लाक्पा दादालाई यहाँ पर्खिँदै बसेको आज दादाको फ्लाइट छ अरे अनि दादा जानु हुने अरे दादा जानुहुने तपाईँ भाइ पनि यहीँ भयो नि फेरि हेर्नु न दाजु हो प्लिज तपाईँको लागि इमोसनल हामी इमोसनल भएर रुँदैछौँ यहाँ अनि तपाईँलाई सेफ फ्लाइट अनि त्यसपछि कुरा चाहिँ अनि खासमा चाहिँ अनि हाम्रो निरज दादा चाहिँ तपाईँलाई लिन जान्छु भनेर जानुभएको होइन तर त दाजु यहाँ आएर गइसक्नुभयो दाजुले चाहिँ हामीलाई झुकाएर जानुभएको रहेछ कहाँ जानुभएको नि फोन चाहिँ उठाउनुहुन्न ढाँट्नु र यो दादा त कस्तो मान्छे भेटेर गइसक्नु भयो लिन जाने मान्छे गाई अघि त बाहिर छ भन्नुहुँदै त पक्कै बुन्नु यहाँ बाहिर गइरहेछ अहिले आउँछौँ भन्नुहुँदैछ दादा खै त हौ अनि हामीलाई ढिलो भइसक्यो लाक्पा दाजु चाहिँ नि खोइ तपाईँ लाक्पा दाजुलाई लिन जानुभएको अनि सँगै हुनुहुन्छ भन्नुभएको होइन अनि हामीलाई ढिलो भइसक्यो 8 भइसक्यो हुन्छ अनि के तपाईँले किन लाक्पा दाजु बाहिर छ भन्नुभएको मान्छे थिएन
बाहिर जाऊ छिटो छिटो चारजना हिँडेको देख्छ हामीलाई पनि खुसी लाग्छ हाम्रो त कहिले हिँड्दैन रहेछ भाइले देख्दिन कहिले पनि हिँडेको हुँदैछ यहाँ पोल्युसन अग्लो न्युरिन चाहिँ मेरो कति भनेदेखि 90 डिग्रीसम्म न्युरिन सक्छ यतापट्टि तिमीले मुखै भेट्नु होइन त्यो खोल्दै त शिवयात्रा छोरो आज भने भोलि भन्दै हिँड्ने दिन आएछ राम्रो कमाउनु है उता पायो हामीसित कस्तो खाले बडीगार्ड छ अरे दुई टाइपको एउटा यस्तो एउटा यस्तो अनि अहिले चाहिँ 9 बज्यो ठ्याक्क अनि त्यसपछि अब होइन 9 बजे 7 मिनट बाँकी रहेछ अनि त्यसपछि 9 बज्यो अनि त्यसपछि हामी चाहिँ घर जाँदैछौँ यताबाट सानो भएको छ अब खाना देवाले खाना पकाइहाल्नु भयो अनि अब खाना खाइसकेर अब हामी चाहिँ घर जाँदैछौँ हामीलाई 1 घन्टा त लाग्छ मस्त हामी कहाँ पुग्यो अरे भन् 3 कुनै आइपुग्यौँ हजुर हामी सबैजनालाई स्वागत छ अब हामी 3 कुनै गर्दैछौँ तर यहाँ 4वटा कुना छ अनि श्रीपाल चाहिँ आजको हाम्रो गाइड हुनुहुन्छ तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ यो कोले चाहिँ के भन्छ भने यहाँ यो बाटोमा चाहिँ पाउ छोरा मात्र हिँड्नुहुन्छ यहाँ अरू पाइँदैन मनाइ छ यहाँनिर साइकल मात्र कुद्न पाइन्छ साइकलमा मान्छे चढ्न पाइएन साइकलमा मान्छे कुद्न पाइएन र साइकल मात्रै अरे र यति भन्दै हामी आधी घन्टा बढी भयो हामी हिँडेको अहिले चाहिँ हामी बानेश्वर आइपुगेको छौँ हाम्रो गाइड अझै पनि अगाडि नै हुनुहुन्छ गाइड हजुरको झोला कतिको भारी छ मेरो झोला त लास्टै भारी छ हजुर मलाई त झोलाले बोकिरहेछ ओहो यहाँ हेर्न सक्नुहुन्छ यो बिरुवाले क्राइम गरेर यसलाई जेलमा थुनेको छ क्राइम नगर्नु होला अब म हिँडिरहेको छु हो के भन्दा ठोक्यो तर सुरुमा बुढी ठोक्यो अब यो के भन्दा यो रोडको बिचमा यो के बनाएको बोल यस्तो चाहिँ नबनाउनु होला कृपया के गरेको होला खासमा चाहिँ यो हाम्रो श्रीपाली हिँडेको पाइलामा अनिसमा हिँड्नु खोजेको तर अनिसमा के गरेको ल 3 जना होइन राइट ल अश्विन रेडी थिएन अश्विनलाई चाहिँ किन छोडेको मास्टरमा मलाई पो छोडेर हिँड्छ होइन आज त हेल्पिङ टु गेट होम फास्टर रे तपाईँहरूले चाहिँ मेरो भ्लगमा मलाई धेरै देख्नु भएको छैन किनभने मैले अनिसमालाई ह्यान्डओभर गरेको छु अनि अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ अब चाहिँ हामी घर आइपुग्न आँट्यौँ अलिकति बाँकी छ अनि अहिले भर्खरै तपाईँहरूले देख्न सक्नुभयो अनिसाहरू यस्तो यस्तो पाइला मिलाउँदै हिँडेको त्यति नै हो हाम्रो भाइ चाहिँ होइन माको खोल्छेछ होइन अनि त्यसपछि आज चाहिँ अलिक डिप क्लिनिङ गरेको अरे त्यही नै किन भन्दा उसको फोनको चार्ज सकिएर मात्र नत्र गर्दैन यस्तो हेर्नु सबैजना अनि अहिले चाहिँ हामी पशुपति जान आँटेको दाजुहरूको चाहिँ भन्छु यो दाजु र दिदी चाहिँ अघि नै काम थियो होला निस्किनु भएको छ अनि त्यसपछि निस्केको छ तिनीहरू के को निस्किनु भएको छ
आलु भुटेर खाएर आएको हामी चाहिँ फुल पेट फुल बनाएर आएको छौँ दुईजना चाहिँ भोकले क्वाक क्वाक बसिरहेको होला अब हामी जाँदैछौँ एकजनाले त आज बिहान त धेरै माम पनि खानु भएको थिएन है है मेरो भाइले खाओस् न त भनेर कोही मान्छेले चाहिँ धेरै चिल्लो पदार्थ खाएर कुन्नी दुईजना हिजोकै जस्तो बुढी दुःख म त गएर सुत्नु पर्ने दुईजना चाहिँ यहाँ यसरी मागेर बसिराख्नु भएको रहेछ एकजना जुत्तामा जुत्ता आजको कमाइ कति भयो त हजुरको 22,000 को जुत्तै किने धेरै भयो त हजुरको कमाइ यसको साथीहरू कति हेर्नु भयो तेरो भाइहरू गइसक्यो मलाई चाहिँ एउटा मात्रै मोमो दियो दाजुलाई त मोमो दियो अचार मात्र मलाई त आधी मात्रै आमा त सब प्याक भइसकेछ आरती हेर्ने ठाउँ त बिस्कारीलाई थाहा छैन हो आफूहरू आदिलाई थाहा छैन कस्तो गर्ने नि घुम्दिन नै स्याटपछि सिकाइदिनु दुईजना हिँडेको देखा उनीहरूलाई चाहिँ खुब खै यहाँ जादु कि के देखाउँदैछ अरे नहेरौँ भनेर हिँड्दैछ हेर्ने उयो हेर्ने भन्ने मेन ए साथीहरू भेट्नु आएको रहेछ त श्रीपाल त देखिन लुकेको छु देखि भयो कस्तो यो हान्छ आमा झम्के त यहाँ अर्को बाँदर पनि छ छुन जान्छु कि छुन जान्छु भन्ने सकिदेखि लड झन् तल लडाउँछ उसलाई त मजा भइरहेछ लै खेल्दैछ अनि हामी खासमा यसको लागि आएको हामी बसाउँदै यसलाई एक राउन्ड हान्नु अनि पुग्यो अरे के हेरेर पुग्यो अरे तँलाई पशुपति प्रसाद जलेको ठाउँ हेरे अनि त्यसपछि के भन्छ सुनठा ठाउँ पनि हेरे पुग्यो त्यति भयो दाउरा जाला ठाउँ पनि हेरे अनि त्यसपछि त्यति मात्रै हेरिसकेको थियौँ अनि घर जाम भन्छ नि हामी अब फर्केको तर त्यही भएर हामी फर्किनु अब हामी फिल्म हेर्न जान्छौँ मलाई तर सो बेटिङ भने मात्रै हेर्छौँ टिकट बेटिङ भने बुझे भइगयो नि मेरो अडियन्सहरूले बुझ्नुहुन्छ भनेर म अडियन्स मै हो अडियन्समा मात्रै हो अनि लोनली हामी चाहिँ यहाँ गाडी पर्खिरहेको छौँ आधा गाडी नै आएको छैन अनि हामी चाहिँ आइफ्लेक्स आएको अनि त्यहाँनेरि चाहिँ ठ्याक्क 8 बजेको सो रहेछ अनि त्यसपछि हेरौँ न त भनेर हामीले टिकट लियौँ तर अहिले चाहिँ 7:30 मात्रै हुन आँट्यो अनि हामी फेरि पानीपुरी खानु जाँदैछौँ पानीपुरी पनि खाने पानीपुरी खानु जाँदैछौँ उनलाई घर पुगेर सुतुम भइसक्यो एउटा टिकट क्यान्सल गरिदिउँ त ए गरिदिउँ ल एउटा कसलाई बेचौँ न बरु अब कोही इन्ट्रेस्टेड हुनुहुन्छ उनको स्वेटर हेर्नु एकजना मान्छेहरू सुत्छु अहिले चाहिँ कि तपाईँहरू यहाँ सो गाइज आज हामी चाहिँ अब फिल्म हलमा छिरिसकेको छौँ तपाईँहरूले हामीलाई देख्नु भन ल म टस पाल्छु ल श्रीपालीलाई सरप्राइज ओके ल तर कोही पनि आउनु आउँछ नि हामी मात्रै हामीले फिल्म गरेको कि फिल्म भन्नु बित्तिकै फिल्म होइन फिल्म उनको स्वेटर जुन पनि होस् म राखेको ल बाई बाई चाहिँ हाफ भइसकेको छ लुतेहरूलाई तपाईँको अहिलेसम्मको मुभीको एक्सपिरियन्स भन्नु बाबा तपाईँको
म त आफै ब्लस भएर तपाईँको नि अघि के थियो अरे मेरो पनि त्यही ब्लस भएर यस्तो राम्रो छ नि ओ माई गड हजुरको भन्नु आवाजको त्यस्तो थिएन त हजुरको एक्सपिरियन्स भन्नुहोस् अहिले मेरो समर्थन छ यतै मेरो नि त्यही पो त मेरो नितै अहिलेको पोस्ट गरिदिउँ न भित्तामा हो ल तिम्रो नि हजुरको एक्सपिरियन्स पनि भन्नुहोस् अनि मेरो एक्सपिरियन्स भन्नुपर्दा चाहिँ मलाई चाहिँ एकदमै रमाइलो भइरहेको छ कति छिटो टाइम गयो जस्तो भएको छ तर 9:30 भइसकेछ नि आज हाम्रो सक्नुहुन्छ टाइम यिनीहरू चाहिँ गयो कहाँ गयो तिनीहरू टोइलेट गयो जन्माइन हमारे उसलाई फुलिरहेको फुल अन्जानी अन्जानी चाहिँ सक्यो राम्रो फिल्म यसै देखो कि 2-3 दिन चाहिँ के भन्छ मतलब दिँदैछ हेर्नु त्यो चाहिँ दिमागबाटै नहटोस् वाला भयो त्यस्तै होला जस्तो छ अब बिसीका दुई पनि रुँदै थियो यस्तो देखेको मैले म आँसु पुस्दा यस्तरी क्या चस्माको कुनाबाट यस्तरी आँसु पुस्दै 11 बजी छ अनि त्यसपछि अहिले श्रीपाल र म चाहिँ यहाँ दुईजनालाई कहानी सुनाएको एकजना गीत गाउँदै हिँड्दै रहेछ स्विटर अर्को सम्झिँदै रहेछ के पो सम्झिँदै थियो अरे खै के सम्झिँदै थियो कथा सम्झेको अरे तिनीहरू किन त्यसरी छुट्यो के भयो होला ल त केटी एक्लै होला जे भयो भने जिन्दगीभर अनि त्यसपछि दिदी यसरी टोलाएर हिँड्दै रहेछ यो र म चाहिँ झन् यसको र मेरो त दिउँसै गफ भइसकेको अनि त्यसपछि त्यही कुरा यता दुईजनालाई सुनाउनु खोजेको दुईजना एकजना त उनको स्विटर उनको स्विटर अनि यता चाहिँ सोचमा डुबेर हिँडेर चाहिँ बाई बाई कुकुरलाई माया गर्दै कहिले घर पुग्नु ओहो अब बिसिका दिदी कालो मान्छे आयो भनेर लाइट पनि चकिलो भयो हेलो छिट्टै फर्किने ल ढिलो फर्किने हामीलाई ढिलो फर्किने हामी चाहिँ आज चाहिँ हामी फाल्टै जाँदैछौँ आज दाजुको साथीहरू भेट्नु जानुहुँदैछ ए होइन कहाँ मैले तपाईँ भनेको दाजुको साथीहरूलाई भेट्नु जाँदैछ अनि त्यसपछि हामी चाहिँ दिदीहरूको बोजूलाई भेट्न जाँदैछौँ भक्तपुर लोकेसन पनि भन न भक्तपुर राशीमा त मेरो पो मित्रजनसँग भेट्ने काम थियो त है बसिनाको उल्टो भएछ मेन क्यारेक्टर हो कालो छालामा तपाईँको अलिक रातो तपाईँले यहाँ हेर्न सक्नुहुन्छ सेतो छानामा रातो कलर सिलिन्डर जस्तो मान्छे चाहिँ
के गरेको चिसो हात लाउनु त कस्तो आनन्द भयो उनीहरूले नि रातो छ नि हानेको किन हामी चाहिँ घर फर्किसक्यौँ भन्दा नि बाटोमा छौँ श्रीपाल चाहिँ हरायो कहाँ छोड्यो अहिले त्यसपछि हामी 3 जना मात्रै फर्क्यौँ अनि देमा चाहिँ उहाँ बस्नुभयो हामी चाहिँ अलिक काम थियो र फर्क्यौँ हाम्रो यो भ्लग चाहिँ यति नै हुँदैछ हेरिदिनु भएकोमा धन्यवाद बाई 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 हामी हाम्रो मेन च्यानलको क्रिएटर विस्का दिदीको बाई बाईको साथ क्यामेराम्यान अनिस्मा राईको साथमा म श्रीपाल राई बिदा हुन चाहन्छु धन्यवाद।